ल दर्शक पनि आज पनि फेरि हामी 24 गते असोजको 24 गते 2082 साल आज शुक्रबारको दिन हामी यसरी फेरि हिजोको यो हाम्रो बाँकी रहेको यो ग्याबिन यो वाल उठाउनको लागि सबैजना हाम्रो श्रमदाताहरू यसरी भेला हुनुभएको छ। हाम्रो जेन्जी भाइहरू सबैजना यसरी उहाँहरू ढुङ्गा उठाउँदै हुनुहुन्छ अघि हातेमालो गर्दै ढुङ्गा उचाल्दै सबैजनाले यसरी यो ग्याबिन लाउनु पर्ने हुन्छ किनभने यो खोलाको डिल उतापट्टि माथि चाहिँ हाम्रो ज्येष्ठ नागरिक पार्क बन्ने भएकोले गर्दा यो पानीले यो उतापट्टि भित्ताहरू नभत्काओस् भनेर हामीले यो ग्याबिन जाली ल्याउँदैछौँ, तार जाली ल्याउँदैछौँ। र आज पनि सबैजना हाम्रो श्रमदाता भाइहरू यसरी आउनु भएको छ, पहिलोपल्ट आउनु भएको भाइहरू त है। अनि यसरी सबैजना हामी यहाँ भेला भएर ढुङ्गा उचाल्दै हामीले यसरी आजको यो 24 गतेको हाम्रो श्रमदानलाई यसरी गर्दैछौँ। र आज हामीले कम्तीमा पनि 4वटा यो तार जाली लाउनु पर्ने हुन्छ। यस्तै छ, पानी यस्तै छ, बगिरहेछ। आज पानी अलिकति घटेछ, आज मौसमले पनि साथ दिएको छ, खासै घाम लागेको छैन है। सबैजना हाम्रो भाइले यसरी बोक्दै हामी काम गरिराखेका छौँ। आजको श्रमदानको दृश्य चाहिँ यस्तो छ है। उतापट्टि हाम्रो ग्याबिन तार जाली ल्याउँदैछ। हिजो हामीले उता माथि लगाएको थियो 2टा है, एउटा र आज यहाँ आज फेरि 2टा हामी लाउँदैछौँ यहाँनिर। र पानी यसरी बगिरहेछ, यसो गरिरहेछ। तपाईँ पनि आउन सक्नुहुन्छ धरानमा। यदि तपाईँ धरान आउनु भएको छैन भने हाम्रो सांस्कृतिक पार्क अनि यसै गरिकन ज्येष्ठ नागरिक पार्क जो बन्दै गरेको छ यसलाई हेर्न आउन सक्नुहुन्छ है। तपाईँलाई स्वागत छ।